यतिसम्म चाहिँ नराम्रो रहेछ बाटो होइन पोखराको जाने बाटो त ठिकै रहेछ यतिको दामी रहेछ यति पोखरापट्टि जाने चाहिँ Ready? 1, 2, 3, go! Thank you, गीत यस्तै पो रहेछ छोरी माया भयो अमिलो अङ्गुर हङकङ पोखरा छेक्यो देउरा जागए पनि छोडेन कहिले माया यस्तो मार्गहरू जाँदा यस्तो खुल्ला आउँछ निन्द्रा लाग्दा त गीत पनि के पुरा स्लो उयो टाइपको अब इन 3 2 1 ल अब एकछिन म गर्छु इन 3 2 1 जुम 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 यसमा स्लिपर पनि छ जस्तो छ मम्मी यसमा यो गाडीमा त्यो स्विफ्टको स्लिपर भनेको खुट्टाको स्लिपर सुत्ने यहाँ दुईवटा स्लिपर हुन्छ पोखरा जाने बाटो चाहिँ दामी रहेछ मुङलिङ होइन उयो भनौँ न मनोकामनासम्म है कि कहाँसम्म हो मलेको होइन मनोकामनासम्म मुङलिङसम्म चाहिँ खतमै हो त्यस पछाडि ओके सिप्राडी 7 बज्न त भइसक्यो अब उतै पुगेर मात्र रोक्नु ल मलाई फ्रेसर त हुनु मन छैन नि आमा छोरीलाई अब बिचमा चिया खानु मन लाग्यो भने बेग्लै कुरा हो निन्द्रा पनि अलिअलि कचपचाइदिइहाल्नु पऱ्यो पापा र छोरीले पापा हो गर्दैन त्यही त हो कि हो गुर्र गरेको नि अब त्यस्तै गर्छ त यहाँ अनि मम्मी त भुत्ने आयो भनेर होला उठ्नु भएछ तर यसमा त स्पिड लिमिट पो रहेछ त अब इन 3 2 1 1 2 3 तर यस्तोमा त नि हुर्काउँछ नि त मान्छेहरूले त्यही तर भएर स्पिड लिमिटै राखेको रहेछ नि यहाँ शान्तिनगर पोखरा शान्तिनगर पोखरा इन्टर भयौँ हामी अब प्रवेश गर्यौँ पोखरा रुखदेखि पनि उतै हो कि तर चाहिँ यो लाइनमै छ यही लाइनमा छ किनभने ठ्याक्क त्यहाँ बसेर गर्दाखेरि बेबीलाई ह्याप्पी भ्याकेसन बेबी
अनि ओके open गर्नलाई के भन्नुपर्छ कि कार्ड भन्नुपर्छ Insert card for power. यो नेपाली बित्तिकै Insert छ हैन insert खुल्छ सिमसिम पो भन्ने हो त नि खुल्छ सिमसिम ग्राउन्डमा Yes. खुल्छ अब बाबाको काममा Look, 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 1, 2, 3. Stop! Bricks, bricks. Thank you, baby, for saving. Allah. अब अब बेबी कहाँ जानुभएको भन्नुहोस् त पापा छिटो आउनुहुन्छ कहाँ माथि माथि 6 गर्नु न 7 त्यही होला होइन होला 6 त एकदम माथि त हुने 7 गर्नु न त हान्नु भइहाल्यो त नि मलाई चाहिँ हिमाल हेर्नु पाइपुग्यो त्यो कि त उसमै हो आउनुहोस् ल यताबाट हिँडेर गए पनि हुन्छ छोडिदिनु अब हामी हिमाल हेर्नु हिँडेको कस्तो रमाइलो छ क्या अस्ति अझै इभिनिङमा मजा आउँछ हजुर ए पानी पो हिजो परेको थियो नि त पानी यताको साइडमा आउनु न वा उता हेर्नु त हौ उहाँ हेर्नुहोस् लु उहाँ हेर्नुहोस् त हौ वा कस्तो राम्रो खुलेछ क्या हेर्नुहोस् त अझै उता देखेँ भनेपछि उत्तर यतापट्टि छ अहिले उत्तर यता रहेछ है यो 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 नर्थ बेल्ट रहेछ कसरी ओहो। इस्ट यतैपट्टि भयो त हजुर इस्ट कसरी यता बेल्ट भयो खै अलिकति मात्र हामी यता छौँ पूर्व त यतै छ त नि यो त हामीले देखेको पूर्व हो पूर्व भने उत्तर सारङकोट जानेले चाहिँ मजाले देख्दो रहेछ है हो mountain view। यसपालि हामी सारङकोट गइएन नि त ठिकै छ ऊ त होइन त सारङकोट हो सारङकोटको डाँडा त्यही हो आहा बिहानको कति 6 बजे कि कति बजे 6 बजे होला हामी चाहिँ यहाँ हिमाल देखेर चाहिँ हत्ता नपत्ता उठेर माथि हेर्न आएको चिया नास्ता पनि नलिकन यसपालि हामी सारङकोटहरू महेन्द्र गुफाहरू केही पनि हेरेन हामीले यसपालि मेन चाहिँ बोटिङ गर्नु थियो बोटिङ चाहिँ अगाइन्जेले गऱ्यो मजाले भेगनास र उसमा फेवातालमा गुफाहरू पहिले नै घुमिसकेको भनेर हिमालहरू यस्तो राम्रो देखिएको छ सारङकोट यसपालि गइएन सारङकोट गएको भए चाहिँ सायद अझै देखिन्थ्यो रहेछ क्यार यसपालि कतै गएनौँ हामीलाई यसपालि ताल मात्रै हेर्नु तालमा तालको माछी खानु थियो र के अरे उयो गर्नु थियो बोटिङ मात्रै बिहानीको दृश्य हो यो यहाँ लिची
लिची आँपहरू मजाले फुलिराखेको छ है बाक्लो। त मर्निङ वाक चौरमा मजाले मर्निङ वाक गर्नुहुँदैछ त्यतातिर फिल्डमा। यो पूर्वपट्टि रहेछ यो चाहिँ। यता त घर मात्रै छ यो घर त के हेर्नु होला र यस्तो हेरेर वाक्क भइसकेको। हो पानीतिर त नटेक्नुहोस् न हौ छोरी, चिसो हुँदैन? ए ओके, यो अझैमा माथि चढे। ए ओके, यहाँ हो अप्ठ्यारो छ। पापासँग मात्रै हिँड्नुहोस् कि नजानुहोस् माथि पनि फोटो त खिच्नु हुँदो रहेछ एकजना पर्यटकले। बेबीले पनि खिचिसक्नु भएको? पनि गइ हेर्छु है त जानलाई चाहिँ कस्तो रहेछ। सबभन्दा टपमा छौँ हामी अहिले, टपमा छौँ हामी, माथिल्लो स्टेजमा छौँ हामी। तर सारङकोटबाट गयो भने पर्फेक्ट देखिनु रहेछ हिमालय हेर्नु पऱ्यो भने चाहिँ। यसपालि गयो नि अब ठिकै छ। जसले हिमाल मनपर्छ। हिमाल त मलाई मन पर्थ्यो। अच्छा पुस रुई हैन? हो हो। यतापट्टिको चाहिँ के हो त? यताको त हात्ती जस्तो छ त। यो माछा पुछ्रीको छेउ के हेर्नुहोस् त, पोखराको हेर्नु है। लु अब सहर पनि पहाड पनि र हिमाल एकैचोटि। यो चाहिँ के हो त? यो चाहिँ कुन हिमाल हो त? छ रहेछ। यो पुरै हो नि त यो होटलको होइन? यताको साइड सबै हो। क्यासिनो चाहिँ कुन साइडमा हो? क्यासिनो चाहिँ कुन साइडमा हो? के हो? क्यासिनो क्या? यसकै मुनि होला। हो यो यसको मुनि यो नयाँ बिल्डिङ हो। यो बिल्डिङ नै मलाई मन पर्यो। पछि आयौँ भने यसमै बस्ने फेरि अग्लो रहेछ क्या यो। चैत्र 11 गते चाहिँ हामी यसरी हावा खाँदैछौँ पोखरातिर। तालको चाहिँ जाडो भएन पापा एन्ड छोरीलाई? यो कस्तो राम्रो देखेको नि चराहरू चाहिँ त। आर्मी हो र यो? आर्मी क्याम्प यो होइन होला। बिग्रिँदै जान्छ। यो ताल नै हो क्या मेन चाहिँ। मलाई चाहिँ मनपर्ने हो नि त। दिनै पछि हेऱ्यो भने त अब वाक्कै लाग्छ होला। पहिलाको हेर्दा चाहिँ आनन्द लाग्छ।
हामी अझै ढिलो आयौँ कि क्या हो पापा ढिलो आयौँ कि क्या हो यो हिमाल अझै क्लियर देख्नलाई क्या हो अझै बिहानको अझै सेतो देखिन्थ्यो होला नि त मजाले अब यो धेरै पुरानो भन्नु हो नि तालको पानी माछीले खानी प्रेमसित जाने कि नजाने माउन्टेन भ्यू होला तिनीहरू होइन फ्लाइटको उयो होला कि जानुहुन्छ त पापा र छोरी होइन जस्तो छ यो त के हो हरियो रातो छ नि रातो छ रातो ए तर माउन्टेन फ्लाइट किन यता जान्छ र यता पो जान्छ उत्तरपट्टि पो जान्छ त तालको पानी माछीले खानी प्रेमसित जाने कि नजाने टाटा जाउँ गुरुजी जाउँ अब जानुपर्छ अनि अब जति चिसो ठाउँ भयो अब गर्मी ठाउँतिर लागिन्छ अब हामी आजबाट चिसो ठाउँ सबै घुम्यो अब चिसोलाई चाहिँ गोजीमा बोकेर जाने अनि मैले खिचिदिएँ साइड थियो र मैले नसोधी खिचेँ अब ब्याक साइड थिएन भने त मैले नसोधी खिच्ने थिइनँ होला अरूको फोटो लिँदा चाहिँ सोध्नुपर्छ खासमा भन्यो भने यता हाम्रो मान्छेहरूको पनि सोध्नु पर्दैन होला सायद त्यो दुईजनाको पापा छोरीको कि सोध्नुपर्छ हौ दुईजनाको फोटो लिनलाई पनि हो लिन सक्छु म हजुरहरूको फोटो अब कपालै कोर्नु भएको छैन छोरीको के हो भने उठ्ने बित्तिकै अनि त्यस्तो पनि हुन्छ एउटा हाम्रो सेल्फी हान्नु ल अब यो चाहिँ 2082 साल चैत 11 गते बिहानी पख झुल्किने घाम झुल्किने समयमा त्यो डाँडा सारङकोट भयो माछा पुस्रे म यहाँबाट देखाउँछु मुनिको पोखराको सहर हुँदै 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 हामी यतै अब फेवाताल गर्दै गर्दै यहाँनिर अब त्यहाँ भिडियोमा त देखिँदैन होला तर पुम्दी कोटमा भएको ठुलो शिवजीको मूर्ति छ त्यो चाहिँ पहिला हामी गएको थियो अब यसपालि त गइएन यहाँ सानो देखेको छ यहाँनिर ठुलो छ शिवजीको मूर्ति योनिर यो पुम्दीकोटमा छ यो यहाँबाट मैले हेरेकै रहेन रहेछु अघि हुँदै 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 यता चौर खेल्ने पब्लिकहरू यो भयो फिस्टेल अनि उयो त्यो झ्याक्सी नै झ्याक्सी भएको पनि आर्मी होला हौ पहिले त अब त्यो राजाहरूकै थियो होइन अहिले चाहिँ आर्मीको होला त्यो उयो चुप्लुङमा भएको त्यहाँभित्र पनि आर्मी अहिले चाहिँ आर्मी क्याम्प भएको छ पापा छोरी चाहिँ के गर्नु हुँदैछ कोनी पापाले मेरो गेम मेरो लागि खेल्दै हुन्छ हो र त्यस्तो काम नगरौँ न छोरी अनि अनि टुरिस्टहरू त नि कहाँ अब त्यो खेलिराखेर भयो त गर्नु कस्तो स्याटिस्फाइङ छ नि हेर्नु न जाउँ छिटो गरेर आउँ हुन्छ खेल्नुहुन्छ भने खेल्नु चाहिँ तातो पानी भएको छ भने त हजुर चिसोमा खेल्दा त झन् आनन्द हो त नि गर्मीमा त जो पनि खेलिहाल्छ नि होइन छोरी खेल्नुहुन्छ भने खेल्नुहोस् बेबी खेल्नुहुन्छ पापा खेल्नुहुन्छ भने
पापाले एकछिन वेट गर्नुहुन्छ। चिसो छ पानी? चिसो छ कि छैन? चिसो छैन तातो घाम जानुहोस्, बेबीको कस्ट्युम लिएर आउनुहोस् अनि खेल्दा हुन्छ। खेल्नुहुन्छ त? खै तर अलिअलि त चिसै रहेछ जस्तो छ। फाइभ फिट नो डाइभिङ। त्यस्तो गहिरो त छैन रहेछ नि त। हामी बसेको माथि हो, माथिल्लो तल। हजुर निदाउँछ होला डल्ली त अहिले फेरि। म पनि आऊँ? म पनि आऊँ हल्लिनु? मम्मी त परपार म त हिमाल होइन, म त खतरा मान्छे हो नि हिमाल भन्दा पनि। हजुर यत्रो ट्रक असार क्यामेराम्यान चाहिँ जहिले छुट्टिँदो रहेछ। ला बेबीको त एजमा मात्रै रहेछ त छोरी। यो पनि बिग्रेको पो रहेछ है। हजुर त्यो हिमालको काखमा छ मेरो सानो गाउँ। मम्मी यहाँ हुँदा हुन्छ छोरी पार्वती हुन, पार्वती हुन, पार्वती हुन। भन्नु है स्विमिङ पुलको बारे कस्तो राम्रो छ। ल ल छोरी म खुसी भएँ अनि ऊ पनि खुसी भएछ। खै देखाउनुहोस् त बेबीको साथी गुडिया हेरौँ त। बेबी त छिटो निदाउनु भयो त छिटो। खै त अर्को साथी चाहिँ बेबीको अनि कता राख्नुभयो बेबीको? ऊ त बेबीको देखिसक्यो है बाबा। होइन ऊ त्यहाँ सिरकले तान्नुहोस् न सिरक। के हो खरायो हो छोरी त्यो? अब 5-6 क्लाससम्म बेबीले हुँदै खेल्नु हुँदैछ, पहिलेसम्म खेल्नु हुँदो रहेछ। डल्ली म भर्खर 5 स्टार होटलबाट उठेँ र म त्यस्तो गेमहरू खेल्दिनँ।
छोरीको छोरीकै क्यामेरा छ चलो दिदीले जस्ट ठिक्क चाहिने सामानै ल्याइदिनु भएको छ थ्याङ्क यू सल्लु दिदी भन्नुहोस् फेरि एकपल्ट सालु दिदी होइन क्या यसको पिक्चर पनि राम्रो त आउँछ होइन अनि हेर्नुहोस् त पापा ठ्याक्कै टुरिस्ट बहिनीलाई त होइन छोरी काम लाग्ने भयो नि त ठ्याक्कै कति नै धेरै नेचर भिडियोज भयो होला कति नै धेरै भयो जस्तो लाग्छ मलाई नि इन्जोय गर्नुहोस् न बेबी पनि हजुर इन्जोय गर्नुहोस् न बेबी पनि के हो क्या मम्मी घाम लगाएर Beautiful life, beautiful day. Though I am only living in memories. Beautiful life, beautiful day. Won't you let me inside? It's the most beautiful time of the year. Lights fill the streets, spreading so much cheer. I should be playing in the winter snow, but I'ma be under the mistletoe. Beautiful life, beautiful day. Though I am only living in memories. Beautiful life, beautiful day. Won't you let me inside?